आजको विशेष अतिथिको रूपमा कर्मचारी समाज ललितपुरका चौथो साधारण सभा तथा प्रथम अधिवेशनको सभापति यस ललितपुर कर्मचारी समाजको अध्यक्ष दाइ वासुदेव कर्मचारीज्यू, त्यस्तै यस प्रमुख अतिथि कर्मचारी समाजको संरक्षक बुवा रामकृष्ण कर्मचारी, यस्तै कर्मचारी समाजको केन्द्रीय अध्यक्ष चण्डेश्वर दाइ, कोषाध्यक्ष दाइ मदन दाइ, हाम्रो ललितपुरको अब समाजको कर्मचारी समाजको सल्लाहकार भूमिनन्द कर्मचारी, मेरो साथी यस कर्मचारी समाजका सारा परिवार, मेरा कार्य समितिका राजन दाइ, विश्वास दाइ, राजन दाइ लगायत समीर राजन सबैलाई म स्वागत पनि गर्छु। तरुण दाइ लगायत यो कार्य समितिमा बसेर हामीले विगत 1 वर्षदेखि सकि नसकी भए पनि हामीले केही न केही रूपमा यो कर्मचारी समाजलाई अगाडि बढाउन प्रयास गरेका छौँ। त्यस्तै यो कर्मचारी समाजलाई आगामी दिनमा पनि अझै बृहत बनाएर हामी कर्मचारी बिचमा एउटा आत्मीयता बढोस् र कर्मचारी समाजमा एउटा परिवार छ। हाम्रो कर्मचारी यही परिवारलाई अब हामीले आफ्नो परिवारलाई अझै बृहत बनाएर उचित रूपमा सबैसँगै लानुपर्छ भन्ने अब हाम्रो सबैको धारणा राख्दै मेरो पनि यस्तै धारणा रहेको छ र आगामी दिनमा यो कर्मचारी समाजले अझै राम्रो काम गर्दै आफ्नो समाजलाई एउटा परिवार बनाउँदै जानुपर्छ भन्ने म लगायत हाम्रो समाजको सबैको एउटै धारणा हुँदै म कर्मचारी समाजको हालको उपाध्यक्ष यही भन्न चाहन्छु र सबैलाई कर्मचारी स्वागत गर्छु। हाम्रो 14औं साधारण सभा त आइपुगेको अवस्थामा छ। के प्रगति साधारण सभा त भयो त भन्ने कुरा यहाँहरूलाई चासो पनि हुनसक्छ र प्रगति यहाँहरूबाट चाहिँ कार्य समितिबाट भइरहेको पनि मैले महसुस गरेको छु। बेला बखतमा सल्लाहकार भएको कारणले गर्दाखेरि सल्लाहको सुझाव पनि मैले दिएको छु र उहाँहरूले गरेको चिजमा कहिले पनि नाइ पनि भनेको छु छैन र हुँदै गर्दा मैले अर्को पनि एउटा सुझावको रूपमा चाहिँ मैले चाहिँ यहाँहरू कार्य समितिलाई मैले दिन चाहे। हामी कर्मचारी यति मात्र होइनौँ ललितपुर, यहाँहरूले मननै गर्नुभएको छ कर्मचारी यति मात्र होइनौँ र होला विभिन्न आर्थिक अब कुनै कारणले हुन सक्छ त्यो चिजलाई हामीले चाहिँ कर्मचारीको आफ्नो फ्यामिलीबाट चाहिँ एउटा आइडेन्टिटी कार्ड रूपमा चाहिँ 35 रुपियाँ पर्छ कि 20 रुपियाँ पर्छ त्यो आइडेन्टिटी कार्डको सबैलाई कार्डहरू हामी बाँध्यौँ। गर्दै गर्दा आइडेन्टिटी कार्ड बनाउँदै गर्दाखेरि हाम्रो के हुन्छ त भन्दाखेरि त्यो भास होलम हाम्रो कर्मचारीको समाजको एउटा औँलाले उठाउने होइन कि 5वटा औँलाले उठाउँदा र 5जनाको मार्क्स देख्दाखेरि विभिन्न समाजदेखि लिएर हामी समाजमा कृष्णदासजी हुनुहुन्छ समाज यल्लो समाजमा र तपाईँहरूको मेम्बर कति छ के छ भन्दाखेरि त्यहाँको भोलमले पनि हाम्रो चाहिँ इज्जत त्यहाँ पनि रहन्छ र इज्जतको साथसाथै हामीले चाहिँ के गर्न सकिन्छ भन्दा पनि कुनै पनि स्कुल होस्, कलेज होस्, हस्पिटल होस्, उहाँहरूसँग हामी बार्गेनिङ पनि गर्न सकिन्छ कि हामीलाई छुटको व्यवस्था के छ त हैन। हामीलाई पर्सेन्टेजमा छुट कति दिनुहुन्छ त? बैंकमा कुनै लोन लिनु पर्ला, कारोबार गर्नु पर्ला, कुनै पनि सरकारी निकाय कुनै पनि प्राइभेट निकायसँग हामीले चाहिँ काम गर्दाखेरि उहाँहरूसँग गर्दाखेरि हामी बार्गेनिङ हाम्रो सदस्य यति छ है भन्ने कुरामा यहाँलाई मैले चाहिँ यो कार बनाउनको लागि मैले चाहिँ सुझाव दिएँ। सल्लाहकारको कुनै पनि काम भनेको चिज सल्लाहकारले सल्लाह मात्र दिने हो र गर्नै पर्छ भन्ने पनि छैन है, सल्लाह मात्र हो। यो चिज कार्य समितिबाट चाहिँ मैले चाहिँ तपाईँहरूबाट हेरेर यसलाई चाहिँ अगाडि बढाउनु पनि मैले चाहिँ अनुरोध गरेँ।
रह्यो। म चाहिँ ललितपुर उद्योग वाणिज्य सङ्घको महासचिव र नेपाल फिलाटेलिक सोसाइटीको उपाध्यक्ष एवं यो नेपाल फिलाटेलिक सोसाइटीको सचिव र नेपाल मुद्रा सङ्कलन सङ्घको उपाध्यक्ष रही काम गर्दै आएको छु भने र कामै गर्दाखेरि फिलाटेलिकको अलिकति मैले चाहिँ सन्दर्भ यहाँ त जोडेन, तैपनि पनि यहाँहरूलाई चाहिँ मैले चाहिँ एउटा चाहिँ फिलाटेलिकबाट कलेक्सन गर्न सकिने र हाम्रो नानीहरू चाहिँ स्ट्याम्पको चाहिँ फिलाटेलिक भन्नाले स्ट्याम्पको रहन्छ, यहाँहरूको नानीहरूलाई पनि स्ट्याम्पको कलेक्सन गर्न सिकायो भने र यो कलेक्सनले चाहिँ नेपालमा होइन, नेपालमा त्यति स्कोप त त्यति गर्न सकेको छैन, तर विदेशमा लन्डन, अमेरिका, युएसए, चाइना, जापान सबै ठाउँमा चाहिँ यो कलेक्सनको क्षेत्रमा चाहिँ नानीहरूलाई चाहिँ उहाँहरूबाटै चाहिँ तपाईँहरूलाई चाहिँ निमन्त्रण सहित उहाँहरूको बटरफ्लाई कलेक्सन छ कि कुनै चिजको सुकुन्डा यो स्ट्याम्प सम्बन्धी कलेक्सनहरू उहाँहरूलाई गर्न सक्यो भने उहाँहरूलाई विदेश पठाउने पनि यो हाम्रो नेपाल फिलाटेलिक सोसाइटीबाट मेम्बर बनाएर मैले तपाईँहरूलाई बाचा पनि गर्छु, यो चिज चाहिँ म पठाउन पनि सक्छु है। यो आजकल चाहिँ नानीहरू मोबाइल हेरेर हैरान होइन, त्यसले गर्दाखेरि यो चिजमा चाहिँ यो भुलाउनुको लागि पनि यो चाहिँ गर्न सकिन्छ भन्ने चाहिँ मैले यसमा सुझाव दिएँ। यस्तै मुद्रा सम्बन्धी यहाँहरूले चाहिँ विभिन्न किसिमको चाहिँ मुद्राहरू यहाँहरूकोसँग घरमा होला, त्यो चिजलाई चाहिँ मुद्रालाई पनि आफ्नो कलेक्सनको रूपमा या कुनै चिजमा उसको भ्यालुलाई चाहिँ पनि त्यो चिजमा पनि मैले चाहिँ यहाँहरूलाई चाहिँ जति रह्यो। अर्को कुरा उद्योग वाणिज्य सङ्घको महासचिव हुँदै गर्दा यहाँहरू कतिपय व्यक्तित्वहरू चाहिँ यहाँ मैले दाजुहरू मेरा भाउजूहरू सदस्य भएको पनि देखेँ। यहाँहरू व्यापारी पनि हुनसक्छ, यहाँहरू मैले व्यापारी त बन्न भनेर चाहिँ सदस्य बन्नु नै भनेर चाहिँ भन्दिनँ र यो सदस्य बन्दै गर्दाखेरि उद्योग वाणिज्यसँग सदस्य बन्दै गर्दाखेरि कुनै पनि क्षेत्रमा अब होला आफ्नो राजनीतिक क्षेत्र पनि छ, यो राजनीतिक क्षेत्रमा पनि मैले म्याम देखिरहेको छु, उहाँ पनि राजनीतिक क्षेत्रमा लागिराख्नु भएको छ। कुनै पनि कर्मचारी समाजले चाहिँ हामी एकजुट भएको खण्डमा उहाँहरूलाई धकेल्ने र त्यो स्थानमा पुर्याउने हाम्रो कर्तव्य रहन्छ। त्यसले गर्दाखेरि एकजुटको हाम्रो पनि हुनु पनि पर्छ र भन्दै गर्दा उद्योग वाणिज्य सङ्घको चाहिँ म महासचिव रहने गर्दाखेरि तपाईँहरूलाई चाहिँ मैले चाहिँ सदस्य एउटा लिइदियो भने आउँदो उद्योग वाणिज्य सङ्घमा हुने गतिविधिहरू होइन, यहाँको व्यवसायहरू हस्तकला होस् र व्यवसाय होस्, यहाँहरूलाई अन्तर्राष्ट्रिय तथा राष्ट्रियसम्म चिनाउने पनि काम यहाँहरूलाई म गरिदिन्छु भन्ने बाचा पनि यो पनि गर्दछु। अब धेरै त कुरा त म बोल्दिनँ। आज कर्मचारी समाजको 14औं साधारण सभाको अधिवेशन प्रथम अधिवेशनमा नयाँ नेतृत्वहरू यहाँहरू चुनिनुहुन्छ। उहाँहरूको चाहिँ नयाँ नेतृत्व चुनिने क्रममा यहाँहरूको चाहिँ नयाँ नेतृत्वको लागि चाहिँ सफल कार्यकालको लागि शुभकामना। आजको परिपक्षमा अब देखिन्छ धेरै जातिहरूको आफ्नो सङ्गठनहरू छ। हामीले नेवारहरूमा ज्यापु समाज भनेको छ, राम्राकार समाज भनेका छन्, विभिन्न किसिमका अरू पनि धेरै छन्। त्यस्तै अब ब्राह्मण समाज भनेर राखेका छन्, क्षेत्रीहरूको 2-3वटा समाज राईहरू लिम्बूहरूको छन्। किनभने आफ्नो समाज एउटा भएर हामी एकता भएर अगाडि बढ्यौँ भने हाम्रो अस्तित्व रहन्छ। यसैको लागि चाहिँ यो समाजको अति आवश्यक हो। र यहाँ धेरै कुराहरू के भने अब हामीले एउटा अस्तित्व राख्दै हाम्रो आफ्नो परम्परालाई पनि हामीले बिर्सिनु हुँदैन। अब यहाँ धेरै कुराहरू यहाँहरूलाई जानकारी छ। हामी कर्मचारी हुनु साथै हामीले कुनै मन्दिरको पुजारी नै हुनुपर्छ भन्ने कुरा र हामी कर्मचारी भएर हामीले दीक्षा लिँदैमा हामी घरमा रुद्री गर्न जाने अथवा श्राद्ध गर्न जाने विभिन्न काम गर्ने भन्नेको पनि होइन। तर हाम्रो अस्तित्व चाहिँ के हो भन्दाखेरि जनै चाहिँ हाम्रो अस्तित्व हो है। यहाँ जनै भिर्नु हाम्रो अस्तित्व हो, हाम्रो अधिकार हो, हामीलाई कर्मचारीले दिएको अधिकार हो। सबैलाई त जनै लाउनु पाउँदैन, त्यो भिर्ने हो। अब यहाँ के भने हो पहिला दीक्षा लिनेहरूले पूजा गर्दाखेरि पूजा बिहानभरि नै लाग्थ्यो पूजा गर्न। हाम्रा बाबुबाजेहरूले बिहान पूजा गर्दाखेरि 5 बजे 6 बजेदेखि लिएर बिहान 8 बजीसम्म पूजा गर्थ्यो। तर आज हामीले त्यही पूजा गर्नै पर्छ भन्ने पनि छैन। सक्नुहुन्छ गर्नुहोस्, तपाईँलाई त्यो पनि खुल्ला छ।
तर सक्नुहुन्न। अहिले विभिन्न कारणले तपाईँलाई समय छैन भने जुर्को उठ्नुहोस्, मुक्दुनुहोस्, मुक्त। हामी जतिसुकै हतार भयो भने त मुक्त हुन्छौँ। मुक्दिएपछि 2टा शब्द सर र 2 मिनट गर्नुहोस्, हिँड्नुहोस्, सकिन्छ। जसले तपाईँहरूले दीक्षा लिने कामहरू पनि गरिदिनुहोस्। आफ्नो जातीय उसको लागि कर्मचारी भनेर उसमा जनै पनि छैन, दीक्षा पनि छैन भने अब कर्मचारीको अस्तित्व चाहिँ के रह्यो त? त्यो चाहिँ लिनुपर्छ। जस्तो अब तपाईँको छेत्री बाहुनहरूले जनै भेरेर हिँडेको छ, सबै श्राद्ध गरेर हिँड्छन् र तिनीहरूले सबैले पुजारी भएर हिँड्छ, हिँड्दैन नि। जागिर पनि खाएको छ, व्यापार पनि गरेको छ, हरेक ठाउँमा पुगेछ नि। जुन जसले जसरी सकिन्छ त्यो गर्ने हो। यो कारणले यो गर्नु सकिएन, दीक्षा लिनलाई मलाई यो कारणले रोक्यो, त्यो कारणले केही पनि रोकिँदैन। तपाईँलाई 1 मिनट समय दिँदा हामी जहिले पनि सक्छौँ नि। खालि हामी आफ्नो अस्तित्व जोगाउनुको लागि पनि हामीले लिनुपर्छ भनेर भनेको हो। र अब यो धेरै कुराहरू यहाँहरू मभन्दा धेरै जान्ने यहाँहरू पनि हुनुहुन्छ। हामीले हाम्रो संस्कारलाई कसरी जोगाउन सक्छौँ? हामी खास गरेर कर्मचारी भनेको हामी तान्त्रिक हौँ। हाम्रो तान्त्रिक विद्यालाई कसरी हामीले अगाडि माथि राख्न सक्छौँ, यसै कुरामा पनि बढी हामीले जोड दिनुपर्छ। यति भन्दै म बिदा हुन्छु। धन्यवाद। म धेरै बोल्न चाहन्छु। अलिकति भर्खरै बोलेर जानुभएका हाम्रा यसै शाखाका सल्लाहकारको त्यही विधाहरूलाई म यहाँ समेट्न चाहन्छु। र कर्मचारी समाजले अवश्य पनि समाजको विकासको लागि र कर्मचारीहरूको व्यक्तित्व विकासको साथसाथै यहाँ परिचय पत्रको कुराहरू निकाल्नु भएको थियो। त्यस कारण त्यसैलाई म अलिकति व्याख्या गर्न चाहन्छु। हुन्छ, मैले यहाँ अभिनन्दनजी गइसक्नुभयो, त्यही पनि अलिकति उहाँको हिसाबलाई मनन गर्दै म आफ्नै अनुभवको आधारमा म भनौँ न विद्यार्थी जीवनमा भनौँ 18 सालमा म विद्यार्थी जीवनमा विद्यार्थी परिचय पत्रको लागि लागेको थिएँ। आन्दोलनै भएको थियो त्यसबेला। तर अब चाहिँ हामी आन्दोलन गर्नुपर्ने अवस्था आउँदैन, किनभने हाम्रो यो कर्मचारी समाजका सदस्यहरू कर्मचारी परिवारहरूलाई चाहिँ एउटा परिचय पत्र दिने भन्दाखेरि राम्रो हुन्छ। यो चाहिँ हामी कर्मचारी समाज ललित गर्न सक्छौँ र केन्द्रीय स्तरबाट पनि हुनसक्छ, त्यो गर्न सकेका छैनौँ। र यसलाई चाहिँ यो हुनु अति उपयोगी हो। यसले गर्दाखेरि समाजका आफ्ना मित्रहरूलाई बन्धुजनहरूलाई चाहिँ परिचय गराउन पनि यसले चाहिँ ठुलो योगदान हुनेछ। जस्तै अधिकारको लागि हामीले विभिन्न ठाउँमा प्रगति र शिक्षा र विभिन्न शिक्षालाई चाहिँ ध्यान दिन पनि सक्छौँ। त्यसको लागि पनि म अनुरोध गर्न चाहन्छु। र त्यस्तै गरिकन विद्यार्थी जीवनको कुरा मैले लिएँ। त्यसपछि मैले पत्रकारितामा गएँ। है, पत्रकारितामा जाँदाखेरि पनि पत्रकारिता पेसा गर्दै जाँदाखेरि आफ्नो भूमिकाहरू गर्नु पाइयो। र त्यस्तै गरिकन जस्तै अन्तर्राष्ट्रिय रूपमा चाहिँ जस्तै उहाँले विभिन्न ठाउँको परिचय पत्र विभिन्न ठाउँमा चाहिँ प्रशिक्षण दिन सक्ने यी सुझावहरू दिनुभएको थियो। र त्यो सुझावलाई चाहिँ कार्यान्वयन गर्न यसले चाहिँ यो परिचय पत्रले चाहिँ छ। र जुन काम चाहिँ म सबैलाई सम्झिन चाहन्छु, कर्मचारी समाज भन्ने बित्तिकै कर्मचारीहरूको एउटा चाहिँ विभिन्न नामबाट प्रशिक्षण, जस्तै कर्मचारी, गुरुवाचार्य, होइन, आचार्य र साथसाथै विभिन्न छन्। विभिन्न वंश वृक्ष अनुसार चाहिँ विभिन्न रूपमा छन्। र एउटा चाहिँ नि वंशावली नै तयार गर्नुपर्ने शिक्षा छ। र यसको लागि चाहिँ विभिन्न ठाउँमा विभिन्न कर्मचारीहरूले प्रकाशन गरी आइरहेका छन् र स्वर पुस्तिकाहरू प्रकाशन गर्ने चलन छ। त्यसलाई चाहिँ अझ एक टिक्का भएर अगाडि बढ्न सकौँ, यही मेरो शुभकामना छ। र यहाँ कर्मचारी, किनभने अब मैले अघिदेखि परिचय गर्दाखेरि
विद्यार्थी र मेरो आफ्नो पेसाको अनुभवलाई मात्र म यहाँ भन्नु गइरहेको छु र त्यस्तै गरिकन विभिन्न ठाउँमा रहेका कर्मचारी समाजहरूको एकपल्टको लागि जुन यो कर्मचारी समाजको जुन स्थापना भयो स्थापनापछि यसलाई चाहिँ अगाडि बढाउन विभिन्न जुन साधारण सभा भेला विभिन्न गर्नु जरुरी थियो। त्यसको एउटा चाहिँ स्रोतको रूपमा ललितपुरले जुन 4थो साधारण सभा अर्थात् चाहिँ यो चाहिँ पहिलो अधिवेशनको रूपमा होइन आइएको छ। यसलाई चाहिँ राम्रोसँग कार्यान्वयन गर्दै जान सकौँ यो मेरो शुभकामना छ र यसले यस्तै गर्दै जाँदाखेरि मेरो पत्रकारितापछि मेरो आफ्नै पेसाको सन्दर्भमा विभिन्न ठाउँमा जानु पर्दाखेरि र त्यो आफ्नो भन्ने परिचय दिन सक्दाखेरि विभिन्न ठाउँमा घुम्दाखेरि भेटिएका जुन हाम्रै कर्मचारीहरू जस्तै शिक्षण पेसामा जाँदाखेरि कर्मचारीहरू जस्तै यही मैले चाहिँ अहिले यहाँ आउँदा पनि अनुभव गर्नु सकेँ। भर्खर यहाँ राजाराम कर्मचारीजीको निवासबाट क्रस गरिराखिएको छ। राजाराम साइड नजिकै उहाँकै कसैसँग सम्बन्धित होला शिक्षा सम्बन्धित होला त्यो कर्मचारीहरूलाई चाहिँ अझ एकैपल्टमा ल्याउन सके राम्रो होला। जस्तै यहाँ त्यस्तै गरिकन विभिन्न ठाउँमा घुम्दै जाँदाखेरि कर्मचारीहरूको विभिन्न क्षेत्र जस्तै मेचीदेखि कालीसम्मको मात्रै नभइकन स्वदेश तथा विदेशमा रहेका कर्मचारीहरूलाई एकैपल्ट जनाउनुको लागि यो कर्मचारी समाजले चाहिँ नि ललितपुरले चाहिँ नि एकैपल्ट जनाउन सकोस् र यो शुभकामना दिन चाहन्छु। किनभने यहाँ मैले अहिले अनुभवै गरेको छु। यहाँ कृष्णदासजी हुनुहुन्छ, उहाँ त्यस्तै गरिकन यहाँ राधा नन्दन भोग्याले उहाँसँग मैले परिचय गर्न पाइयो। यी सबै कुराले गर्दाखेरि जस्तै पुराना हाम्रा मित्रहरू जस्तै राजाराम भरे त्यस्तै ध्रुवराम यी सबैसँगको चाहिँ उहाँहरूको वंश वृक्षहरू तयारी गर्न सकौँ भन्ने कामना गर्न चाहन्छु। यस्तै गरिकन विभिन्न क्षेत्रकाहरूलाई पनि म शुभकामना दिन चाहन्छु र कर्मचारी समाजको विकासको लागि एकैपल्ट हुनुपर्छ र यस्तै अधिवेशनहरूले राम्रो काम गर्दै जान सके खण्डमा आफ्ना अनुभवहरूलाई समेट्न चाहन्छु र अहिले विभिन्न क्षेत्रमा रहेका आजीवन सदस्य र विभिन्न सदस्य क्रियाशील व्यक्तित्वहरूलाई चाहिँ शुभकामना दिँदै र मेरो चाहिँ सफलताको यो अधिवेशन सफलताको कामना गर्न चाहन्छु। हस्त नमस्कार। कर्मचारी समाज ललितपुरका अध्यक्ष श्री वासुदेव कर्मचारीज्यूलाई हार्दिक अनुरोध गर्दै प्रथम सत्रबाट म यस कर्मचारी समाज ललितपुरका सचिव कृष्णदास कर्मचारी बिदा गइरहेको छु। धन्यवाद, नमस्कार। हामीले धेरै गर्न सकेको छैन। यस सभाका प्रमुख अतिथिज्यू केन्द्रका अध्यक्षज्यू साथै केन्द्रका कोषाध्यक्षज्यू उपस्थित सबैलाई मेरो धन्यवाद, नमस्कार। हुन त अब हाम्रो ललितपुर जिल्लामा हामीले काम त धेरै गर्न सकेको छैन, तैपनि अब हामीले चाहिँ अब यस समाजमा यसै 53 जना हामीले सदस्यहरू चाहिँ सङ्कलन गर्न सक्यो। त्यो पनि सबैको सहयोगबाट सबैको त्यो सुझावबाट नै हामी गर्न सकेका छौँ भने त्यस्तो मात्रै होइन, त्यसबाट हामी अफिस order पनि हामीले चाहिँ स्वागत गरेर स्थापना गरेको छौँ। जुन स्टाफ अफिस चाहिँ आजभरि हामीले चाहिँ ती अफिसमा गएर काम सञ्चालन गरिरहेका छौँ। हुन त हामीले गर्ने काम अझ चाहिँ कर्मचारीले गर्नुपर्ने काम अहिलेसम्म हामीले चाहिँ गर्नु सकेको छैन। यसलाई कसरी जाने के गर्ने, जस्तै अब कर्मचारीले गर्नुपर्ने काम जस्तै अब कहिले अब मन्दिरमा चाहिँ अब त्यो नीति पूजा पनि गरिरहेका छन्, नगरेको होइन। अब कहिले गर्नै पर्छ भने पनि छैन। त्यसमा लागि अलिकति अघि चाहिँ हाम्रो चाहिँ हाम्रो प्रमुख अतिथिले भन्नुभयो जस्तै अब त्यसपछि हाम्रो चाहिँ केन्द्रीय प्रमुख अध्यक्षज्यूलाई पनि भन्नुभयो यसलाई चाहिँ अलिक दीक्षा लिनुपर्ने काम गर्नु पर्यो। हुन त हो, दीक्षा लिनु सबैले गर्नुपर्ने आवश्यकता छैन। कोही गर्ने इच्छा छ भने कसैले चाहिँ दीक्षा लिएको भए पनि राम्रो होला जस्तो मलाई लाग्छ। मेरो चाहिँ सुझाव मात्रै हो है। त्यसकारण यसमा अब हाम्रो ललितपुर जिल्लामा यस वर्ष कोहीले चाहिँ दीक्षा लिने
प्रोग्राम चाहिँ गरिरहेका छन्। जस्तै अब 5-6 जमात चाहिँ दिशा दिनु पऱ्यो भने चाहिँ उहाँहरूले चाहिँ आइरहेका छन्। उहाँहरूलाई चाहिँ त्यो दिशा दिन अब मैले चाहिँ अब दिन्छु नै भनिरहेका छन्। कोही अब त्यसमा पनि कोही छौरेर कोही गर्ने इच्छा छ भने त्यसमा आर्थिक स्रोत चाहिँ केही पर्दैन। त्यसमा चाहिँ अब हप्ता दिनसम्म चाहिँ आफू आउनुपर्छ। हप्ता दिन नभइकन त्यो काम सबै दिन सिकाउन सक्दैन। त्यसकारण कोही गर्ने इच्छा छ भने यहाँ हजुरहरूलाई म अनुरोध गर्न चाहन्छु, इच्छा कोही गर्ने इच्छा छ भने हामीले 20 महिनामा सबभन्दा जेठोकोबाट चाहिँ त्यो चिन्ह देखाएर त्यसको तर्फबाट चाहिँ हामीले दिशा दिनुपर्छ। त्यस कारण त्यो दिशा दिनेमा हजुरको कोही चाहिँ इच्छा छ भने आउने कर्मचारी एउटा जनै भने पनि अघि हाम्रो केन्द्रीय चाहिँ उपाध्यक्ष अध्यक्षज्यूले भनिसक्नुभयो, हामी कर्मचारी भएर एउटा जनै पनि छैन भने कर्मचारी भन्नु पनि अलिकति असुविधा जस्तो लाग्यो। त्यसकारण यहाँलाई मेरो अनुरोध के छ भने कोही गर्ने इच्छा छ भने आउनुहोस्। त्यसमा चाहिँ यस वर्ष हामी दिशा दिनमा चाहिँ हामी चाहिँ प्रोग्राम गरिरहेका छौँ। यहाँलाई स्वागत छ। साथै आजको प्रोग्राममा धेरै बोल्नु चाहन्न, यति नै भन्दै यो प्रथम अधिवेशन समाप्त गर्छु र आउनुभएका सबैलाई धन्यवाद दिँदै यस्तो चाहिँ प्रोग्राम गर्दै जाउँ, यही यहाँलाई शुभकामना छ। धन्यवाद। लागि म अध्यक्षज्यू वासुदेव कर्मचारीलाई अनुरोध गर्छु। श्री पदम बहादुर श्रेष्ठ, श्री बाबुराम श्री ओम बहादुर